आज कुरा गरौँ यदि महिलाको सुगर एकदम हाई छ यानी डायबिटिज छ र प्रेग्नेन्ट हुनुभयो भने त्यसले के असर गर्छ भनेर। नमस्ते, म डाक्टर नेहा हमगाई, इन्दिरा आइभीएफ नेपालबाट। यदि कोही महिलाको सुगर एकदम हाई छ यानी डायबिटिज छ भने र उहाँ प्रेग्नेन्ट हुनुभयो, अनकन्ट्रोल डायबिटिज भएर प्रेग्नेन्ट हुनुभयो भने त्यसले गर्दाखेरि उहाँलाई साथसाथै उहाँको बच्चालाई एकदमै असर गर्छ। बच्चालाई के असर गर्छ? बच्चाको एउटा कुरा त यदि अर्ली प्रेग्नेन्सी छ भने मिसक्यारेज रेट बढ्छ, प्रिटर्म यानी छिटै बच्चा जन्मिने रेट बढ्छ, अर्को बच्चाको सडनली पेटमै मृत्यु हुने त्यस्तो हुनसक्छ हैन, जन्मिने क्रममा बच्चाको डेथ हुने त्यस्तो पनि हुनसक्छ। यदि अनकन्ट्रोल डायबिटिज छ भने बच्चा एकदमै ठुलो साइजको जन्मिने, जसलाई म्याक्रोजोमिया भन्छ, एकदमै 4 केजीभन्दा बेसीको बच्चा जन्मिने त्यो हुनसक्छ। जन्मिसकेपछि बच्चाको सास फेर्न गाह्रो हुने, लो क्याल्सियम हुने, एनआइसियुमा भर्ना हुने, यो सबै चिजहरू हुनसक्छ। त्यसले गर्दा तपाईँले आफ्नो डायबिटिज एकदम कन्ट्रोलमा राख्न जरुरी छ। अनकन्ट्रोल डायबिटिजले बच्चामा अङ्ग राम्ररी नबन्ने, जसलाई चाहिँ कन्जेनिटल एनोमेलिजहरू भन्छ, मुटुको समस्या, जसले गर्दाखेरि मुटु राम्ररी नबसेर बनेर धेरै मुटुको समस्याहरू आएको पनि देखिएको छ हैन। त्यसले गर्दा आफ्नो डायबिटिजहरू चाहिँ एकदमै कन्ट्रोलमा राख्नुहोस्। यदि प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने र आफ्नो डक्टरलाई, डायबिटिजको डक्टरलाई पनि भेट्न जानुहोस् र आफ्नो गाइनोकोलोजिस्टसँग पनि सल्लाह गर्नुहोस्। यदि डक्टरले मेडिसिन दिनुहुन्छ कि इन्सुलिन दिनुहुन्छ, यो चाहिँ डक्टरको सल्लाह बमोजिम एकदमै सही समयमा लिनु होला। यसलाई मिस नगर्नु होला, किनभने यसको इफेक्ट्स तपाईँलाई साथै बच्चालाई एकदम नराम्रो हुन्छ।